मैले पढ छाडेको दिन या भनौँ मेरो जात फेरिएको दिन, मेरो रङ्गीन जीवनमा अझ रङ भरिएको अनि एउटा अनजान पुरुषलाई आफ्नो मानेको दिन, मैले पढ छाडेको दिन हो। त्यही दिन थियो जुन दिन मेरो विवाह भएको थियो। चुरा पोतेर सिन्दुरले सजिएकी थिए, खुसी थिए, तर मनमा कता कता डर पनि थियो। डर के को भनी प्रश्न गर्छौ भने डर थियो नयाँ समाज, नयाँ चालचलन र नयाँ सम्बन्धको। कहिले अनजान ठाउँमा नगएकी म आज अनजान गाउँको यात्रा थियो। कहिले अनजान पुरुषसँग नबोलेकी म आज छेउमा हुन्थ्यो। यात्रा थियो, लामो थियो, आँखामा आँसु थियो, तर मन भने उही माइती घरमा अडिएको थियो। माइती घर कस्तो अनौठो, जुन घर हिजोसम्म मेरा नामले चिनाउँथे, जुन घरको दैलो तिहारका बेला मेरा हातले सजाउँथे, आज त्यही दैलो टेक्न तिहार कुर्नुपर्छ। उठ्न साथ देखिने बुवाको मुख, आज त्यही मुख हेर्न बाको मुख हेर्ने दिन आउनुपर्छ। कस्तो अनौठो, रोजाइ आमाको थियो तर यात्रा मेरो, सम्बन्ध हाम्रो थियो तर त्याग मेरो। यही चुलोमा मेरा हातले रोटी सेकिएका छन्, यही दैलोमा मेरा पाइलाका छापा जौस्तै होलान्। मेरो कोठाको ओछ्यानले आज मलाई खोज्दै होला, मेरो मनपर्ने गुडियाले आज कोसँग कुरा गरे होला। कस्तो अचम्म, हिजोसम्म पाहुनाको स्वागत गर्ने म आज आफै पाहुना बन्न पुगेछु। आमा बुवा भन्दा प्रिय त आज मैले उसलाई बनाएछु। साँच्ची म बोझ थिएँ कि समाजले बनाएको थियो, म सस्तो थिएँ कि अमूल्य, किनकि मेरो दान गरिएको थियो। एउटा प्रश्न अझ सोध्न चाहे, बा, यदि म तिम्रो मुटुको टुक्रा थिएँ भने यो टुक्राको बिछोड जरुरी थियो कि साँच्चीकै त्यस्तो थियो?